रोमनिया भनेर हेर्नुहोस् आज झापाको यो दृश्य हेर्नुहोस्। कोलाई कोला केराको बोटै बोट भएको ठाउँमा चाहिँ एकजना पीडित बहिनीलाई झारेको छ। वैदेशिक रोजगारको लागि चाहिँ रोमनिया पठाउँछु भनेर यति बेला झापाको हेर्नुहोस् यो दृश्यमा एकदमै यहाँ कोलाई कोला केराको बोट को फेदीमा झारेको छ चाहिँ रोमनिया भनेर हेर्नुहोस्। पीडित बहिनी चाहिँ रुँदै बसिरहेको दृश्यमा देख्न सक्नुहुनेछ। हेर्नुहोस् त्यो पनि आफ्नै चाहिँ सम्बन्ध लाग्ने आफ्नै दाइ पर्ने रहेछ एजेन्ट र यति बेला श्रीमान श्रीमतीको पनि चाहिँ ती एजेन्टले गर्दा चाहिँ घर झगडा भइरहेको अवस्था छ। हेर्नुहोस् आज किन यतिसम्म चाहिँ एजेन्टले यसरी धोका दिँदैछन् त के गर्नुभएको बहिनी? फोन गरिराखेको एजेन्टलाई फोन उठाउँदैन? कतिचोटि गरिसक्नुभयो? धेरैचोटि भइसक्यो। तपाईँलाई रोमनिया भनेर कोलाको फेदमा झारिदियो होइन? झापाको कुन ठाउँ यो? अर्जुनधारा 1। हेर्नुहोस् रोमनिया भनेर झापाको अर्जुनधारा 1 चाहिँ कोलाई कोला केराको फेदमा झारिदिएको छ।